व्यक्तित्वहरू हुनुहुन्छ अगाडि धेरै बोल्न मन त थिएन, तर अब बोल्नै पर्ने बाध्य भएर यहाँ जति पनि अगाडि हामीले 10-15वटा जति सङ्गठन देखेका छौँ। अब यो सङ्गठन 10-15वटा हुने छैनन्, आजको दिनबाट एउटा पनि हुनेछन् म भन्न चाहन्छु। र सम्भवतः मैले जानकारी पाएको छु भर्खरै बाहिर मलाई गिरफ्तारी गर्ने भनेर जसरी उनीहरूले षड्यन्त्र गरिरहेका छन्, सम्भवतः म गिरफ्तारी हुन सक्छु अहिले। यो पनि म जानकारी गर्न चाहन्छु साथीहरूलाई। त्यसको कारणले 2 मिनेट अलिक धेरै बोल्न दिन म अनुरोध पनि गर्न चाहन्छु। सरकारको विरोध मात्रै गर्यो, सबैजनाले विरोध मात्रै गर्यो भन्ने सोच्नुभएको होला। यो सरकारको विरोध बाहेक अरू केही गर्नुपर्ने कामै देखाएको छैन त के गर्ने? विरोध नगरेर के गर्ने? थपडी बजाएर बस्ने त पक्कै पनि होइन होला, हैन? म यसै क्रममा म विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु। जुन तरिकाले भदौ 23 र 24 गते हामीले आन्दोलन गरेका थियौँ र हामीले पटक पटक भन्दै गरेका छौँ, चुनावी म्यान्डेट जेएनयूको म्यान्डेट नै होइन, तपाईहरु यो चुनावतिर देशलाई नधकेल्योस्, फेरि यो देशमा ठुलो विद्रोह हुन्छ। हामीले गर्छौँ विद्रोह, कोले गर्ने भनेर फेरि भन्नुहुन्थ्यो हिजो। हामी गर्छौँ विद्रोह, हिजो हामीले गरेका होइनौँ। 23-24 गते तपाईका नक्कली छोराहरूले आएर गरेका होइनन्? तपाईका नक्कली छोराहरू त पानी बाँड्दै हुनुहुन्थ्यो नि, हैन र? फेरि हामी विद्रोह गर्छौँ। हाम्रो म्यान्डेट पुरा नभएसम्म हामी विद्रोह गर्छौँ। हामी घोषणा गर्छौँ, 1-2 दिनमा विद्रोहको घोषणा गर्छौँ। हामी तपाईसँग थपडी बजाउन, हामी तपाईसँग तपाईको खुट्टा पाउ ढोग्न हामी आउँदैनौँ। एउटा गजल थियो, भट्टीमा लफडा हुन्छ साँझ परेपछि, याद झन्झन कडा हुन्छ साँझ परेपछि, यस्तै के थियो। अहिले उहाँ बालुवाटार र चाहिँ सिंहदरबारमा दिनमा सिंहदरबारतिर हुनुहुन्छ, अनि बालुवाटारमा राति जाँदाखेरि के हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन। उहाँले कोलाई बोलाएर म राजीनामा देऊ कि अझै 2-4 महिना सरकार लम्ब्याउनु दिनुहुन्छ तपाईले भनेर वार्ता गर्दै हुनुहुन्छ। अनि यो कुराहरू कसरी बाहिर आउँछ? तपाईले जोसँग कुरा गर्दै हुनुहुन्छ, जोसँग सल्लाह लिँदै हुनुहुन्छ, तिनका आसेपासेहरू हिजो हाम्रा घरका बिराला थिए। म भन्न चाहन्छु, तपाईले के काम गर्दै हुनुहुन्छ? तपाईले के कुरा कोसँग सम्झौता गर्दै हुनुहुन्छ? तपाईले त छोरा बनाउनलाई नै कति करोड खर्च गर्नु भएर आफ्ना छोरा बनाउनु भयो, हैन? कस्तो अचम्म, छोरा बन्न पनि पैसा दिएर पैसा लिएर छोरा बन्नुपर्ने यो अवस्था देशमा सिर्जना भयो। अनि उहाँ अहिले कुरा गर्दै हुनुहुन्छ चुनाव भनेर। म सुशीला कार्कीलाई सोध्न चाहन्छु, भोलिका दिनमा फेरि जेएनजीले विद्रोह गर्दै गर्दा यो देशका शासकहरूले तपाईको छातीमाथि बन्दुकको नाल तेर्स्यायो भने तपाई चुनाव माग्नुहुन्छ कि न्याय माग्नुहुन्छ? म तपाईले सोध्न चाहन्छु। अहिले पनि हाम्रा साथीहरू, अहिले पनि घाइतेहरू माइती घरमा छटपटाइरहेका छन्। अनि 2-4 जना आसेपासेहरूलाई चाहिँ आफ्नो मुठीमा लग्दैमा हामीले तपाईका चाहिँ 10 बुझे सम्झौताहरू कार्यान्वयन गरिदिनु पर्ने, हामीले थपडी बजाइदिनु पर्ने। तपाई यदि साँच्चीकै यो देशको आमा हो भने रियल जेएनजी, रियल घाइतेसँग तपाई सम्झौता गर्नुहोस् न माइती घरमा आएर। तपाईले कोले रोक्या छ? म उहाँलाई धेरै भूमिका नमानी भन्न चाहन्छु, यो देशमा फेरि विद्रोह हुन्छ, फेरि हामी विद्रोह गर्छौँ। जबसम्म हाम्रा मागहरू पुरा हुँदैनन् हामी त्यो बेलासम्म हामी विद्रोह गर्छौँ। जबसम्म उहाँले हाम्रो आवाज सुन्नुहुन्न हामी त्यो बेलासम्म विद्रोह गर्छौँ। हामी पछि हट्ने कुनै पनि पक्षमा, हामी पछि हट्ने पक्षमा छैनौँ। म यो सरकारलाई अन्तिममा भन्न चाहन्छु, यो देशमा, यो देशको माटोमा विदेशीको बुट बजारिनु भन्दा पहिला यो सरकारले यो देशको युवाको आवाज सुन्नै पर्छ। होइन भने यो सरकारले ठुलो मूल्य चुकाउनु पर्ने छ। यसको भागीदार सुशीला कार्की, ओम प्रकाश अर्याल लगायतका कोले यसको जिम्मेवारी लानुपर्ने हो। उहाँले यसको परिणाम भोग्नुपर्ने छ भन्दै म मेरा 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।